हेलो साथीहरू, फेरि पनि जय मसी सेवा मेरो नयाँ अर्को ब्लगमा स्वागत छ फेरि पनि तपाईहरु सबैजनालाई। म चाहिँ अहिले मेरो माइत गाउँ घुम्दैछु। बाटो अनि यो खोला यस्तो छ। यहाँ चाहिँ खोला छ है, यसलाई चाहिँ दही खोला भन्छ साथीहरू। दही खोला हो यो चाहिँ। बादल कस्तो दामी देखियो। खेतबारी यो बाटो यता खोला। अब हामी चाहिँ जाँदैछौँ। भाउजूसँग हिँड्दैछु म चाहिँ गाइस। मेरो भाउजू पर बसिराख्नु भएको छ अहिले। चरा कुन चरा मर्यो हौ? रुपी अनि के त बेसारे चरा? ए त के चरा हो त्यो? ला मरेको कि मारेको रहेछ? ए बिचरा हेर्नु साथीहरू, एउटा चरा मृत्यु हुनु भएछ। ल जुन भाउजू सुरु भयो। यहाँ चाहिँ फेरि यस्तो उकालो छ नि। यो भिडियोमा चाहिँ खासै उकालो देखेको छैन, तर कस्तो उकालो छ नि। म त यही उकालो उक्लिन गाह्रो लाग्छ क्या फेरि। अब यो उकालो उक्लिनु पर्ने छ हामी। अनि म तपाईहरुलाई भिडियोदेखि देखाउने छु। खोकीले मार्न आँट्यो यार। म के यत्र भएछ। कस्तो दामी देखेको बादल। भाउजूले झोला बोक्दा क्या सुहाइरहेछ। काट्दो नन्द बहिनीले सघाउनुहुन्छ कि भनेको हेर्नु न, भ्लग बनाउँदै ठुक्क भइरहेछ। त्यो यस्तो कुम खान्छ क्या नि। बिरामी मान्छेलाई झोला बोकेर 10 केजीको यहाँ नन्द बिरामी भएर यहाँ कस्तो भइरहेछ। भाउजू चाहिँ बिरामी नन्दलाई त्यति पनि गर्नुहुन्न। भएको पेट देखिन्छ त। हान्छ के हो यो गाईले हो। यो चाहिँ म पढेको स्कुल हो। सबै यस्तो वरिपरि पल्ट भयो। म पढेको स्कुल साथीहरू वरिपरि यो लगाएको रहेछ अहिले। बादल पो कस्तो दामी देखेको छ। फुटबल खेल्ने ग्राउन्ड बारेको। हाम्रोतिर चाहिँ कहिले यस्तो उयो हुन्छ हौ नि। त्यो हाम्रो घर अगाडि जङ्गल नि यस्तै गर्नु। हजुर राम्रो छ सिन। अब बिहिबारे बजार निस्किने अनि हिँड्ने होइन त। ओके भेरी गुड। देखाउँ तपाईँ। हामी चाहिँ अब घर जाँदैछौँ। भाउजू कुल्फी खाँदै हुनुहुन्छ। म चाहिँ अलिक बिरामी छु, त्यही भएर मैले चाहिँ नखाएको। फेरि अब यस्तो ओह्रालो ओह्रालो छ। ओह्रालो अनि फेरि यहाँ खोला। यस्तो दामी बारी यतातिर। यो यिनीहरू बाटो चाहिँ के हो यस्तो? हेर्नु त साथीहरू, यस्तो बाटो। यो बाटो चाहिँ छिट्टो बनाउनु पर्ने नि। हेर बाटो यस्तो बिजोग छ। के गर्नु साथीहरू। मेरो माइत गाउँ आउने बाटो। यो पुल कति वर्षमा बल्ल बल्ल बनेको। नभए खोला तर्नु पर्थ्यो यसरी खोला तर्नु पर्थ्यो नभए। यहाँ त गहिरो छ नि भाउजू। कस्तो दामी सिन देखेको। फेरि अब यहाँदेखि यस्तो उकालो उक्लिनु पर्छ नि। सानो पहाडै छ नि मेरो गाउँ त। हेर कस्तो दामी देखेको सिन नि। हेर्नु त भ्यू कस्तो दामी। यस्तो दामी छ मेरो गाउँको भ्यू। हेर्नु साथीहरू, वाउ। टङरङ हौ। माथि झोलुङ्गे पुलको हल्का उयो पुल देखिँदो रहेछ, रड। कस्तो दामी बादल देखेको। अहिले पनि झोला
अघि पनि झोला बोक्ने अब फेरि उकालो उक्लिनु पर्ने बादल पो हेर्नु न भाउजू कस्तो दामी देखेको अब यो अलिकति सिधासम्म छ अनि फेरि यहाँ उकालो छ फेरि धान हरियो भइसकेको छ उहाँ माथिको धान त गोड्ने बेला पनि भइसकेको छ झारै झार देखिरहेको थिएँ हामी ऊ परदेखि यहाँ आइसक्यौँ मैले अनि यो चाहिँ मेरो छ्यामाको घर छ्यामा चाहिँ अहिले हुनु नरहेछ मामालाई जानुभएको रहेछ अनि फेरि अब यो उकालो उक्लिनु पर्ने स्या भइसकिसक्यो आया हो प्रभुजी यो फेरि यस्तो उकालो छ नि यो हेर्दा मात्रै यो नदेखेको यस्तो उकालो छ यहाँदेखि नि पर बाटो यहाँ यो अगाडि नै यस्तो जङ्गल छ बाटो यस्तो छ अनि बाटो उता उता त गाउँ छ पर्खेनु न हौ भाउजू हिँड्दैछ घर अगाडि यस्तो छ नर्सरी जङ्गल यो बाटो त हामी सानोमा हुँदा भन्दा पनि झन् साँगुरो न साँगुरो भएको देख्छु बरु पहिले यतासम्म थियो बाटो अहिले यस्तो साँगुरो भइसकेको छ मेरो घरको चाहिँ भलपर छ मेरो साइला फुपाको घर मेरो मामा घर मेरो मामालाई घर पनि नजिकै छ मेरो मामालाई घर मुमा ढल्किराख्नु भएको छ चर्च चाहिँ यतिको बनेको छ यो हाम्रो चर्च अफ गट बिबारे मण्डली हुँदैछ बनिँदैछ प्रभु चाहिँ मेरो सुन देऊ अब हामी घर आइपुग्यौँ साथीहरू ओके आजलाई भिडियो यति नै भिडियो हेरेर प्लिज सबैजनाले लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला ओके बाई